सामाजिक सञ्जाल विधेयक फिर्ता सर्वसम्मतिले पारित। राष्ट्रिय सभाले सरकारको प्रस्ताव अनुसार सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ। सभाका अध्यक्ष नारायण दाहालले निर्णय घोषणा गरेका हुन्। यसअघि विधायन व्यवस्थापन समितिमा पुगेको विधेयकमा सांसदहरूले व्यापक संशोधन प्रस्ताव दर्ता गरेका थिए। सडक यात्रापछि घर दैलोमा फर्किए बालेन। रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवारी दर्तापछि 7 प्रदेश घुमेपछि घर दैलो अभियानमा फर्किएका छन्। झापा 5बाट चुनावी यात्रा थालेका उनले विभिन्न प्रदेश पुगे पनि मतदातासँग प्रत्यक्ष संवाद नगरी पार्टी उम्मेदवारसँग मात्र भेटघाट गरेका थिए। नेपालमै पहिलो पटक सालक सम्मेलन। नेपालमा पहिलो पटक सालक सम्बन्धी सम्मेलन चितवनको माडीमा सुरु भएको छ। बागमती प्रदेश सरकारको आयोजनामा भएको सम्मेलनमा 200 भन्दा बढी सरकारवाला सहभागी छन्। सम्मेलनमा सालकको वर्तमान अवस्था, संरक्षण चुनौती र भावी रणनीतिबारे छलफल हुँदैछ। सार्वजनिक यातायात सुधार गर्दै काठमाडौँ महानगर। काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात सुधारका लागि प्रक्रिया अघि बढाएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी सवारीको विकल्पका रूपमा भरपर्दो सार्वजनिक यातायात विकास गर्न सम्बन्धित पक्षसँग छलफल भइरहेको बताइन्। अस्पताल जोड्ने र कलङ्कीदेखि विमानस्थलसम्म रात्रिकालीन विद्युतीय बस सञ्चालनको सम्भावना पनि अध्ययन भइरहेको छ। नम्बर प्लेट नेपाली भाषामा प्रयोग गर्न आदेश। सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। अधिवक्ता रामबहादुर राउत मातृदासले दायर गरेको रिटमा देवनागरी लिपि विस्थापित गर्ने निर्णय रोक्न माग गरिएको थियो। आदेशपछि अङ्ग्रेजी मात्र प्रयोग गर्ने व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको छ। गोरेको सजाय 10 वर्ष थपियो। उच्च अदालत विराटनगरले 33 किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप 10 वर्ष कैद सजाय सुनाएको छ। यससँगै उनको कुल कैद अवधि 30 वर्ष पुगेको छ। सरकारले तेस्रो पटक थप्यो जाँचबुझ आयोगको म्याद। सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धानका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद 25 दिन थप्ने निर्णय गरेको छ। मन्त्री परिषदले भदौ 23 र 24 को क्षतिको छानबिन प्रतिवेदनका लागि समय बढायो। पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको म्याद यसअघि 3 पटक थपिएको थियो। साथै राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क सङ्कलन आदेश स्वीकृत भयो। मन्त्री परिषद बैठकले असोज 5 को निर्णय अनुसार प्रक्रिया अघि बढ्ने जनाएको छ।